नमस्ते, म डाक्टर प्रशान्त रिजाल। म बाल तथा बाल छाती रोग विशेषज्ञ। जाडो महिनामा चाहिँ बालबालिकाहरूमा चाहिँ धेरै जसो अब रुगा खोकी लाग्ने, घाँटीहरू दुख्ने, टन्सिलाइटिस, फेरेन्जाइटिस, दम भएको बालबालिकाहरूमा चाहिँ दम बढेर जाने, कसै बालबालिकाहरूमा चाहिँ निमोनिया समेत हुने गरेको देखिन्छ। बालबालिकामा यदि अब रुगा लागेछ, खोकी लागेछ, अब ज्वरो हल्का आइरहेछ भने त्यति डराइनु पर्दैन। घरमै पनि अब झोलिलो पदार्थहरू दिएर, रुगा खोकीको दबाईहरू दिएर, ज्वरो छ भने अब त्यो प्यारासिटामोलहरू दिएर घरमै उपचार पनि गर्न सकिन्छ। तर अब गर्दै पनि कसै बालबालिकाहरूमा चाहिँ अब उच्च ज्वरो आउन थाल्यो, छिटो ज्वरो आउन थाल्यो, वा दबाई ज्वरोको दिँदा पनि ज्वरो राम्ररी घटेन, खोकी बढ्न थाल्यो, वा बालबालिकाहरूलाई छिटो सास फेर्ने वा सास फेर्न गाह्रो भएको जस्तो देखियो, वा कोखाहरू हान्न थाल्यो। त्यस्तो भयो भने चाहिँ हामीले तुरुन्त त्यस्तो किसिमको लक्षणहरू देख्यो भने चाहिँ बालबालिकाहरूलाई चाहिँ हामीले अस्पताल वा नजिकको स्वास्थ्य चौकी डाक्टरको परामर्श लिन जरुरी हुन्छ। त्यस्तो अवस्थामा बालबालिकाहरूलाई चाहिँ अब यो हाम्रो आउटडोर इन्डोर पल्युसनहरूले नै रुगा खोकी निमोनियाहरू हुने हुन्छ। त्यसैले अब जाडोमा चाहिँ बालबालिकालाई सकेसम्म चिसो हावाहरूमा नलाने। अब कति यहाँ हामी देख्छौँ बालबालिकाहरूलाई अब मोटरसाइकलमा लाने, अगाडि राखेर कुदाउने, त्यस्तोले गर्दा पनि अब डाइरेक्ट पोल्युटेड हावाहरू आएर, विशुद्ध हावाहरू आएर बालबालिकाहरूलाई रुगा खोकी लाग्ने, निमोनिया हुने देखिन्छ। त्यो हुनाले सकेसम्म बालबालिकाहरूलाई चाहिँ चिसोमा, धुलो धुवामा नलाने, लग्यो भने पनि मास्कहरू लाउने, त्यस्तो भिडभाड भएको ठाउँमा नलाने। अब बालबालिकाको अरू चाहिँ हात खुट्टाहरू धोइदिने, सफा सुग्घर राख्ने, झोलिलो पदार्थहरू दिने, तातो न्यानो गरेर राख्यो भने चाहिँ त्यस्तो समस्याहरूबाट चाहिँ हामी जोगाउन सक्छौँ। अब यदि बालबालिकाहरूलाई चाहिँ अब रुगा खोकी लागेको छ भने सकभर बुवा आमाहरूले पनि त्यो समयमा चाहिँ बालबालिकाहरूलाई चाहिँ स्कुल नपठाइदिँदा राम्रो। अलिक कम भएपछि जहाँ चाहिँ अब सर्ने जुन स्थिति अलिक कम हुन्छ त्यस्तो अवस्थामा चाहिँ जान मिल्छ। अब स्कुलमा पनि अब हेरचाह गर्ने जो अभिभावकहरू हुनुहुन्छ वा मान्छेहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ अब धेरै रुगा खोकी लागेको छ भने त्यो बच्चाहरूलाई चाहिँ आइडेन्टिफाई गर्ने, सकभर उहाँहरूको बुवा आमाहरूलाई भन्ने, ताकि भोलिपल्टदेखि त्यस्तो किसिमको बालबालिकाहरूलाई स्कुलमा नलाँदाखेरि चाहिँ अब बच्चाहरूलाई चाहिँ अब अरूबाट सर्नबाट जोगाउन सकिन्छ। अब त्यही पनि अब कति आमा बुवाहरूले चाहिँ अब त्यस्तो लक्षण हुँदाहुँदै पनि स्कुलहरूमा पठाइरहेको हुन्छ। त्यसले गर्दा चाहिँ अलिकति सङ्क्रमणहरू बढ्ने चान्सेस बढी हुन्छ। हेरचाह गर्ने उहाँहरूले पनि अब आफूलाई रुगा खोकी लागेको छ भने चाहिँ सकभर स्कुल नआइदिने, आफू ठिक भएपछि मात्रै अनि बालबालिकालाई हेर्ने, त्यस्तो गऱ्यो भने चाहिँ हामीले एक अर्काबाट सङ्क्रमण हुनबाट बचाउन सकिन्छ। अब यदि बालबालिकाहरूलाई चाहिँ अब रुगा खोकी लागेको छ भने अब पसलहरूमा गएर रुगा खोकी सम्बन्धी औषधि नखाँदै राम्रो। किनकि आजकल त अब 6 वर्षभन्दा मुनिको बालबालिकालाई कफ सिरपहरू पनि नदिनु भन्छन्। साधारण अब एन्टिहिस्टामिनिक दबाईहरू, सेट्रिजिन वा फेक्सोफेनाडिनहरू हल्का रुगा खोकी छ भने दिन सकिन्छ, वा ज्वरोहरू आएको छ भने प्यारासिटामोलसम्म दिन सकिन्छ। तर डक्टरको परामर्श नलिकन जथाभावी कफ सिरप वा एन्टिबायोटिकहरू चाहिँ नलिँदै राम्रो। एन्टिबायोटिक चाहिँ अब भन्नुपर्दा चाहिँ डक्टरको परामर्श गरेर मात्रै लिनुपर्ने हुन्छ। अब साधारण अलिअलि रुगा लागेको छ भने चाहिँ हामीले प्यारासिटामोल वा अब नाकमा हाल्ने थोपाहरू, नाक सफा गर्ने नर्मल स्लाइन ड्रपहरू हाल्न सकिन्छ। यदि बच्चालाई उच्च ज्वरो आइरहेछ, अब ठुल्ठुलो बच्चाले घाँटी दुखेको भन्छ, वा सानो बच्चाहरूले मुखबाट र्यालहरू चुहाइरहेछ, वा उसलाई खान गाह्रो भइरहेछ भने हामीले चाहिँ अब बच्चाहरूलाई घाँटी दुखे पनि हुनसक्छ। कहिलेकाहीँ लक्षण एउटा हुन्छ, भित्रभित्रै निमोनिया पनि भइरहेको हुनसक्छ। त्यस्तो अवस्थाहरू हुन्छ। त्यही हुनाले चाहिँ अब एन्टिबायोटिकहरू दिनुपर्ने नै अवस्था आयो भने चाहिँ डक्टरको सल्लाह अनुसारै दिनुपर्ने हुन्छ। आफै खुसी नदिँदा राम्रो। किनकि अब एन्टिबायोटिक पनि धेरै किसिमका हुन्छन्। कुनै अब पिसाबको इन्फेक्सनको लागि हुने हुन्छ, कुनै अरू टाइफाइडको लागि हुने हुन्छ। सबै एन्टिबायोटिकले रुगा खोकीमा काम पनि गर्दैन, कति भाइरल मात्रै पनि हुनसक्छ ज्वरो। त्यो हुनाले एन्टिबायोटिक दिनुपर्ने नै अवस्था जस्तो देखिन्छ भने चाहिँ डक्टरकै सल्लाह अनुसारले दिनुपर्छ। निमोनिया भइहाल्यो भने चाहिँ अब धेरै सानो बच्चा छ भने त अब हामीले निमोनियाको उपचार अस्पतालमै गर्नुपर्ने हुन्छ। अब यदि निमोनिया ठुलो छ वा
त्यो खण्डमा चाहिँ हामीले घरमा नि के अरे अस्पतालमा नि गर्न अस्पतालमै गर्नुपर्ने हुन्छ। अब यदि बच्चाहरूमा चाहिँ निमोनिया देखियो भने चाहिँ पहिलो चाहिँ अब डक्टर अस्पतालमै लगेर डक्टरको परामर्श गर्ने। अब सानो खालको निमोनिया देखियो, बच्चालाई धेरै गाह्रो छैन, सुरुवाती देखेको छ, ज्वरोहरू पनि उच्च छैन भने घरमै बसेर पनि एन्टिबायोटिक दिएर निमोनियाहरू ठिक हुन्छ। तर अब बच्चा सानो छ वा औषधि खाइदिँदैन वा निमोनियाको लक्षण अलि अब ठुलो रूपमा देखिएको छ, जस्तै अब धेरै धेरै खोकी लागिरहेको छ, ज्वरै घटेको छैन वा छातीको एक्सरे गर्दाखेरि निमोनिया ठुलो देखिएको छ भने चाहिँ त्यस्तो अवस्थामा चाहिँ बच्चाहरूलाई चाहिँ अस्पतालमै राखेर उपचार गर्नुपर्ने हुन्छ।